हेलो एभ्रिवान, नमस्ते एन्ड वेलकम ब्याक। सो आज चाहिँ मैले फेरि पनि तपाईँहरूलाई जापानमा कसरी विकास भएको छ भन्ने कुराहरूमा योभन्दा अगाडि पनि भिडियो बनाइसकेको छु र आज पनि म त्यसकै बारेमा थोरै डिटेल कुराहरू बताउँदैछु। फर्स्ट अफ अल, मैले हिजो मेरो फेसबुक पेजमा नै राखेको थिएँ, यो पछाडि देखिएकोलाई के भनिन्छ भनेर पनि भनेको थिएँ। यसको काम के हो र यहाँ कसरी काम भइरहेको छ त्यो कुराहरू मैले जानकारी गराउनलाई यो भिडियो आज बनाउन बाध्य भएको छु। सो यसलाई इङ्ग्लिसमा भनिन्छ कन्भेक्स मिरर, यानि कि यसलाई सेफ्टी रोड मिरर पनि भनिन्छ र जापानिजमा यसलाई काबु मिरा भनिन्छ है। यसको काम के हो त, रोडमा सेफ्टीको लागि भनिहालेँ। र यसले के गर्ने त भनेपछि कुनै पनि कर्नरहरूमा गाडी आएको, मान्छे आएको, सबै चिज आएको देखाउनको लागि यो राखिएको हो। र जापानमा कसरी राखिएको छ त र नेपालमा कसरी राखिएको छ त्यसको डिफ्रेन्ट पनि हेर्नेछौँ। जापानमा हेर्नुहुन्छ भने हेर्नुहोस् है त, जापानमा हेर्नुहुन्छ भने प्रत्येक ठाउँमा हेर्नुहोस्, यो प्रत्येक ठाउँ देखिएको छ एभ्री ठाउँमा हेर्नु न, जहाँ चाहिँ कर्नर यानि कि यो एरियाबाट गाडी आउँछ, यो एरिया पनि गाडी आउँछ भनेर देखिनको लागि यो माथि हामीसँग के छ त, दुईवटा राखिएको छ, दुईवटामै देखिने छ। यानि कि त्यो त भइहाल्यो। त्यसपछि अब यता हेरौँ है त, यता पनि राखिएको छ कि, यता पनि राखिएको भइहाल्यो। सो अब जस्ट अलि अगाडि जाउँ है त। अगाडि जाँदा के छ भने प्रत्येक घरको कर्नरमा पनि राखिएको छ क्या, किनकि एक्सिडेन्ट नहोस् भनेर। अब यहाँ पनि थोरै घरको पार्किङको लागि हो र यो माथि पनि देखिन्छ। र यहाँ राखिएको छ कसरी, यो तरिकाले तल स्टेपदेखि हेर्नुहोस् माथि, कमसेकम यसको हाइट भनेको कति छ भने 12 फिट हुनसक्छ। हेर्न सक्नुहुन्छ प्रत्येक कर्नरमा, किनकि यो राखिएको छ एक्सिडेन्ट नहोस् भनेर है त। र हाम्रो के मेरो देशमा पनि यसरी नै विकास होला? ठिक छ, मेरो देशमा सबै ठाउँमा नहुन सक्छ, सबै ठाउँमा नगरिदिन पनि सक्छ। मेरो देशमा आर्थिक अवस्था कमजोर छ, सबै चोर नेताहरूले खाइसकेछन् भन्ने कुरो पनि थाहा छ। नभए तापनि सबै ठाउँमा गर्न नसके तापनि के गर्न सक्नु पर्यो भने, जुन कर्नर छ नि, नेपालको धेरै क्षेत्रमा कर्नरहरू छ, प्रत्येक ठाउँमा नराखिदिए पनि जहाँ धेरै एक्सिडेन्ट हुन्छ त्यो क्षेत्रमा राख्नु पर्यो। अनि हाम्रो देशमा चाहिँ के हुन्छ थाहा छ, नेपाली जनताहरू नै मूर्ख छन्। कसरी छन् भन्नु, हाम्रो देशमा राखेको हुन्छ, ठाउँ राखेको पनि देखेको छु मैले, ठाउँ राखेको छ अनि औँलाले यस्तो गरेर दिएका हुन्छन्, फोटो खिचेका हुन्छन्, भिडियो बनाएका हुन्छन्। अनि अर्को काम के गर्छन् थाहा छ, अझै अलिक तल भयो भने चाहिँ ढुङ्गाले हानेर पठाइदिन्छन् कि हो। यही कारणले मेरो देश पछाडि परेको हो नि, होइन र? हेर्नुहोस् त, यहाँ समथिङ मैले भने 12 फिट माथि राखिएको छ, होइन? नभए पनि 10 फिटदेखि 12 फिटको माथि हाइटमा राखिएको छ। अब यो कसरी किन राखिन्छ त सबै ठाउँमा भन्ने कुरा मैले भनिसकेको छु। र अब मेरो देशमा नि यस्तो हुन्छ या हुँदैन? आज अलिकति घाम बढी नै लागेको कारणले अलि होइन गाह्रो नै भइरहेको छ। सो मेरो देशमा पनि यस्तै लागु हुन्छ या हुँदैन? अब आउने नयाँ सरकारले यस्तै गर्नुपर्छ भन्ने मलाई लाग्छ, किनकि मेरो देशमा पनि धेरै एक्सिडेन्ट भइरहेका छन्। र यो मिररले के गर्छ त, रोड सेफ्टी मिरर भन्छ। अझै सजिलो भाषामा भन्ने हो भने यसले चाहिँ के गर्छ भने त, रोडमा जे चिज आएको पनि छर्लङ्ग देखिन्छ, होइन? यो माथि सर्लक्क देखेको छ। अब हेर्ने पनि यहाँ हेर्ने पनि यसो गर्दा मैले छुँदिनँ कि, अनि कसरी अनि यसो टच गरेर राख्छन् त। अब यसलाई हेर्ने हो भने कसरी राखेका छन् भने हेर्नुहोस् त, यसलाई तलदेखि कसरी राखेको छ भने त्यो पनि हेर्नु है त।
यो जुन लेनभन्दा यतापट्टि होइन समथिङ एक पाइला उता छ र यसलाई हल्का बाङ्गो स्टेप छ अनि त्यसपछि सिधा राखिएको छ र यति माथि लर राखिएको अघि अनि यति माथि राखेपछि हातले त भेट्ने कुरो आउँदैन र अब प्रत्येक ठाउँमा छ है फेरि यसले एक ठाउँमा मात्र देखायो भन्नुहुन्छ प्रत्येक कर्नरमा यो राखिएको छ सबै ठाउँमा चाहिँ के छ भने जुन हामी स्टेटमा चाहिँ देख्न सक्दैनौँ किनकि स्टेटमा चाहिँ अब सबै ठाउँको वातावरण त्यस्तै नहुन पनि सक्छ त्यस कारणले हल्का तपाईँले यहीँबाट पनि देख्न सक्नुहुन्छ हल्का थोरै बङ्गाएर जुन अनि चाहिँ यति माथि राखेको हुन्छ क्या र यो माथि राखेको अब दुवैतिर होइन यो भयो होइन यताबाट पनि बाटो आएको देखिएको छ यताबाट पनि आएको देखिएको छ यताबाट पनि माथिबाट आएको पनि देखिन्छ तपाईँलाई के कस्तो लाग्यो भिडियो र मेरो देशमा नि यस्तै हुनुपर्छ भन्ने लाग्छ पनि कमेन्ट गर्नुहोस् र मेरो देशमा नि एक्सिडेन्ट कम हुनको लागि के यो विधि अपनाउनु पर्छ र अपनाएका छन् थोरै ठाउँमा सबै ठाउँमा लागू हुनुपर्छ भन्ने लाग्छ भने कमेन्ट गर्नुहोस् हस् त धन्यवाद बाई बाई